बौद्धको तेमाल जात्रा हेर्न गएको साथी र म तर जात्रामा मेरै जात्रा भयो। हेलो साथीहरु, नमस्ते, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ म आइपुगिसकेको छु काठमाडौँ सहर अनि म जाँदैछु बौद्धमा चलिरहेको तेमाल जात्रामा। आज मसँग छ मेरो साथी प्रवीण र हामी दुवै जाँदैछौँ बौद्धतर्फ। भक्तपुर कटे बित्तिकै हामी काठमाडौँ सहरको जाममा परिसकेको छौँ। जाम कटेर छलेर जडीबुटी पेप्सी कोला हुँदै एयरपोर्टको छेउ हुँदै बौद्धको पिपल बोर्ड आइपुगिसकेको छौँ। साथी र म स्कुटरलाई पार्किङ गरी बौद्धतर्फ जाँदैछौँ। अहिले चाहिँ हामी बौद्ध गेटमा आइपुगिसकेको छौँ। बौद्ध गेट आइपुग्दा चाहिँ जात्रा नै जात्रा रहेछ साथीहरु। मान्छेको अगाडि देख्न सक्नुहुन्छ बौद्ध स्तूप। अब जाँदैछौँ साथी र म स्तूपलाई कोरा लगाउनलाई। कोरा लाउन नै लास्टै गाह्रो साथीहरु आजको दिन, किनभने मान्छेको भिड अति नै थियो। जात्रामा कोही बत्ती बाल्दै, कोही कोरा लगाउँदै, कोही रमाइलो गर्दै, कोही डम्फु बजाएर मज्जाले नाचिरहेको थियो। साथी र म नि नाच्ने भनेको, तर यत्रो भिडमा कसरी नाच्नु हो साथी। जात्रा हेर्न आएको साथी र म यो भिडले गर्दाखेरि हाम्रै जात्रा होला जस्तो छ। यहाँ चैत पूर्णिमाको दिन मात्र हुने यो तेमाल जात्रामा विभिन्न ठाउँहरूबाट यो जात्रा हेर्न आउने रहेछ। म पनि के कम तामाङको छोरो आइहाले तेमाल जात्रालाई हेर्न दोलखाबाट। हजुरहरू आउनु भयो कि भएन यो बौद्धमा चलिरहेको तेमाल जात्रा हेर्न? आउनु भएको भए कमेन्ट गर्नु होला है। नआउनु भएको भए चाहिँ यो भ्लगबाट मज्जाले हेर्नु होला। डम्फु बजाएको नाचेको हेर्दै म र मेरो साथी जसो तसो एक कोरा चाहिँ लगाइहाल्यौँ स्तूपको, किनभने यस्तो भिडमा एक कोरा लाउन नि 1 घण्टा लाग्ने रहेछ। 1 घण्टै लागि नि रमाइलो चाहिँ हुने रहेछ, किनभने जात्रा हो नि त। म चाहिँ यस्तो जात्रामा कहिले पनि गएको थिएन, तर जात्रामा यतिको रमाइलो हुन्छ भनेर पनि सोचेको पनि थिएन। तर आज चाहिँ अति नै रमाइलो भयो। रमाइलो चाहिँ के को हो भन्दाखेरि रमाइलो चाहिँ मान्छे हेर्दै हुँदो रहेछ साथीहरु, किनभने मान्छे आफ्नै तालमा हुने रहेछ नि, हेर्दै नै रमाइलो लाग्ने। चैत पूर्णिमामा सञ्चालन हुने यस जात्रा आफ्नै धार्मिक र सांस्कृतिक महत्त्व रहेको छ। बौद्ध धर्मावलम्बीहरूले आफ्नो पितृहरूको नाममा बत्ती बाल्ने अनि पूजा पनि गरिने रहेछ। यत्तिकैमा कोरा लागिसकेपछि साथीलाई चाहिँ चिया खान मन लाग्यो अनि हामी साथी र म लाग्यौँ चिया खान। चिया खानलाई आइपुगिसकेको छौँ हामी दुई भाइ रुफटपमा। यहाँबाट देखिने रहेछ मजाको बौद्ध स्तूप। जात्राको रमाइलो हेर्दै स्तूपसँगै बौद्ध जात्राको रमाइलो पनि देखिने रहेछ। चिया खाँदै स्तूपको आनन्द लिँदैछौँ साथी र म। चिया नास्ता खाँदै जात्रा हेर्दै रमाइलो गर्दै रात परेको त थाहा नै भएन रहेछ साथीहरु। अनि फेरि लाग्यो हामी जात्रा हेर्न। दिनमा भन्दा राति चाहिँ अति नै रमाइलो हुने रहेछ तेमाल जात्रा। साथी र मैले चाहिँ तेमाल जात्रा धेरै नै रमाइलो हेरियो। अब फर्किनु पर्ने हुन्छ आफ्नो घरतर्फ। हजुरहरूले यो तेमाल जात्राको मिनी भ्लग कस्तो लाग्यो? राम्रो लागेमा लाइक, शेयर, कमेन्ट गर्नु होला र यस्तो भिडियोहरू लिएर आउने नै छु। अब भेटौँला अर्को नयाँ भिडियोमा। हस्त, बाई बाई।